सम्मान मरणोपरान्त सम्मानको कार्यक्रम राखेका छौं। यसमा कमरेडहरूका परिवारका सदस्यहरूलाई अगाडि आउन म हार्दिक अनुरोध गर्दछु। म क्रमशः यहाँ नाम बोलाउने छु। यिनीहरूबाट कमरेड स्वर्गीय कमरेड सनत कोइरालाका परिवार, यसैगरी हरिपुरबाट कमरेड राजाराम लगरवारका परिवार, मरणोपरान्त सम्मान ग्रहण गर्न स्वर्गीय कमरेड मलेक्षी चौधरीका परिवारजनलाई म हार्दिक आमन्त्रण गर्दछु। यसै गरेर स्वर्गीय कमरेड कुलदीप पेशकरका परिवारजनलाई हार्दिक आमन्त्रण गर्दछु। यसै गरी स्वर्गीय कमरेड चम्पाकर राई, स्वर्गीय कमरेड सन्तलाल चौधरी जो पञ्चायती कालमा नै उहाँले पार्टीलाई भूमिगत हिसाबले संयोजन गर्नका लागि अत्यन्त महत्त्वपूर्ण निर्वाह गर्नुभएको थियो। यसरी स्वर्गीय कमरेड गौमाया लिवाङ, उहाँका पुत्र लक्ष्मी लिवाङलाई म हार्दिक आमन्त्रण गर्दछु। उहाँ पश्चिम सुनसरीमा पार्टीकी आमाको नामले परिचित हुनुहुन्छ। म लक्ष्मी लिवाङ आउँदै हुन्छ, उहाँलाई यो ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी कमरेड प्रमोद कुमार श्रेष्ठ, पार्टी नेता एवं मजदुर नेताको चिनारी तपाईँ हामी बीचमा छ, उहाँको परिवारलाई यहाँ हार्दिक आमन्त्रण गर्दछु। यसै गरी बराल क्षेत्रबाट भर्खरै दिवंगत हुनुभएका होनार हाम्रा अग्रज जुझारु योद्धा, युवा अवस्थामै आफ्नो हामीले अनन्त प्रयत्न गर्दा गर्दै उहाँलाई बचाउन सकेनौं, कमरेड बलबहादुर पौडेल, उहाँलाई हामीले सम्मान गरेका छौं। उहाँको परिवारजनलाई म हार्दिक आमन्त्रण गर्दछु। यो सम्मान पत्र लिनको लागि बराल क्षेत्र गाउँ कमिटीका अध्यक्ष कमरेड खड्ग पौडेल उपस्थित हुनुभएको छ, कमरेड खड्ग कटवाल उपस्थित हुनुभएको छ। कमरेड बलबहादुर पौडेलको सम्मान मरणोपरान्त सम्मान पत्रको लागि उहाँकी धर्मपत्नी यहाँ उपस्थित हुनुभएको छ। यसै गरी कमरेड लीला श्रेष्ठ सुब्बाका श्रीमान ध्रुवलाल श्रेष्ठ यहाँ म देखिरहेको छु, उहाँलाई आज यो मरणोपरान्त सम्मान ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसरी नै स्वर्गीय कमरेड पृथ्वीमान मोते, उहाँका पुत्र विनुमान मोते यहाँ उपस्थित हुनुहुन्छ भने र हाम्रो परिषद सदस्य पनि हुन्छ, उहाँलाई उपस्थित भएर सम्मान ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। बुझ्नै गाह्रो भएन।